ल सो सबैजनालाई स्वागत छ मेरो फेसबुकमा। अनि आज चाहिँ हामी पानी खेल्न जान्छौँ, खोला खेल्नु। अनि यहाँदेखि चाहिँ खोला केही टाढो छ नि त गाउँदेखि, हामी गएर चाहिँ अब खेल्ने तपाईँले देखाउनेछु सबै कुरा। अनि तपाईँ खोला खेलिसकेपछि यता गाउँमा आएर बस्नुभयो भने पनि यहाँ भ्यूहरू हेर्नु लागि एकदमै राम्रो जग्गा छ। भ्यूहरूको लागि होइन, एकदमै राम्रो जग्गा छ। अब अगाडिको भिडियो तपाईँले देखाउनेछु कस्तो कस्तो छ। लाइन गरेर है लु। यहाँदेखि यहाँदेखि चाहिँ अब पानी खेलेर चाहिँ अब यो पिकनिक स्पोटतिर पिकनिकहरू खानु भएर अब स्टेहरू गर्दा पनि हुन्छ यहाँनिर। अब तपाईँ लिएर अब सक्दो चाहिँ यो वर्षमा चाहिँ अब तपाईँहरू स्टे गर्ने अब कोसिस गर्नेछु। यहाँनिर पानीहरू छ खेलेर तपाईँहरू यहाँदेखि चाहिँ गयो भने यहाँ रोडै हो, यो चाहिँ लाभा गोरुबथान जोड्ने रोड हो यो चाहिँ। अनि यहाँदेखि चाहिँ तपाईँ गयो भने भित्र गयो भने चाहिँ यहाँनिरदेखि चाहिँ 1 किलोमिटर 2 किलोमिटर जस्तो समथिङ 2 किलोमिटर जस्तो गयो भने चाहिँ होमस्टेहरू छ। होमस्टेहरूमा तपाईँ स्टे गर्नु सक्नुहुन्छ, त्यहाँनिर घुम्नु सक्नुहुन्छ। त्यहाँको भ्यूहरू मैले तपाईँलाई फर्स्टमै राखिदिएको छु, त्यो भ्यूहरू पनि हेर्नु होला। त्यो भ्यूहरू पनि हेर्नु सक्नुहुन्छ। त्यो भ्यूहरू सबै होइन राम्रो देख्छ। त्यसरी तपाईँहरू आउनु होला, घुम्नु होला। यहाँनिर चाहिँ सबै यस्तै हामी खेल्नेहरू भइबस्छ, गाउँको भाइ बहिनीहरू सबैजना भइबस्छ। अब नानीहरू आउनुहोस् होला तपाईँहरू पनि। आउने सालमा तपाईँहरू आउँछ भने धेरै 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 मेरो आशा छ हामी लगायत सबैको। यी माथिबाट अब गोठ हो, 1 मिनट जस्तो लाग्छ गोठ जानु। गोठहरू बनाएको अब तपाईँको यहाँनिर रोड हो। यहाँनिर रोडदेखि यहाँनिर अब म देखाउँछु तपाईँले आउँछु। यहाँनिर यहाँनिर दिनमुनि रोड हो। तपाईँको यहाँ पुल छ, खोला ती हो, सबै नजिक। यहाँनिर पिकनिकको लागि स्पोट पनि एकदमै राम्रो छ। उतापट्टि जग्गा पिकनिकको लागि स्पोट हो, पिकनिक स्पोटको लागि जग्गा पनि बनाएको छ राम्रोसँग। तपाईँहरू आउनु होला। बाध्य हो यो चाहिँ। यहाँनिर जग्गा पनि राम्रो छ तपाईँको। पानीको लागि चिसो पानी पनि चिसो, एकदमै प्योर चिसो पनि एकदमै तपाईँको अर्ग्यानिक। अब यहाँ चाहिँ अब तपाईँको यस्तो मैला पानी आउँदैन, एकदम सफा पानी। हामी यहाँदेखि नै पानीको सोर्स हो, त्यसरी आउनु चाहिँ तपाईँहरू पिकनिक स्पोटतिर आउनुभयो भने चाहिँ पिकनिकको लागि आउनुभयो भने चाहिँ हामी यहाँनिर तपाईँले चाहिँ पानीको पनि सुविधा छ। पानीको पनि सुविधा 1मा 2मा चाहिँ तपाईँको यहाँनिर पिकनिक खाने जग्गा पनि राम्रो छ। यहाँनिर पिकनिक खानु सक्नुहुन्छ नि त। यहाँनिर मैदान छ, यो जुन चाहिँ जग्गा पुल छ होइन, यहाँनिर पुल छ। यहाँनिर उकालो यो पिकनिक खाने जग्गा पनि छ यहाँ बसेर होइन। यहाँनिर तपाईँले यहाँ पछाडि तपाईँले पानीहरू खेल्नु सक्नुहुन्छ। यहाँ पछाडि पनि पानीहरू खेल्नु सक्नुहुन्छ होइन। जग्गा राम्रो छ, पानीहरू खेल्नु सक्नुहुन्छ तपाईँले। यहाँनिर चाहिँ पानीको फेरि चोखो पानी पनि छ, सुक्खा पानी पनि। अब चोखो पानी पनि राम्रो छ। आउनुहोस् है तपाईँहरू पिकनिक खेल्नलाई। अब बाटोमा यहाँ रोड पनि छ, हाइवे रोड पनि, मेन रोड यहीँ छ बाटोमा। यहाँनिर पनि आउनुहोस् तपाईँहरू सबैजना। अब पिकनिक खेल्ने अब सिजन लाग्दैछ नि त पिकनिकको, त्यसैले यहाँ आयो भने चाहिँ राम्रो छ। यो चाहिँ तपाईँको कहाँनिर पर्छ भने चाहिँ कुवापानीको नजिक यता लाभादेखि मुनि अलिक धेरै नै मुनि 10 किलोमिटर जस्तो मुनि कुवापानी भन्ने छ। कुवापानीदेखि यता फाटामा पस्यो भने बाँधे भन्ने जग्गामा चाहिँ यो हाम्रो बाँधेमा चाहिँ तपाईँको यहाँनिर बाँधेमा चाहिँ यो पानीहरू खेल्नु, पिकनिक स्पोटहरू खेल्नु लागि चाहिँ एकदमै राम्रो जग्गा छ। आउनुहोस् है ल। यहाँदेखि चाहिँ उकालो तपाईँको पिकनिक स्पोटहरू छ नि त। यहाँनिर उता पहाडी पनि यी खेल्ने जग्गा धेरै छ। यहाँ खोला पनि छ बिचमा होइन, मैले तपाईँले देखाइहालेको छु खोलाहरू पनि। तपाईँहरू अब यहाँनिर आउने सालमा पनि आएर खेल्नु सक्नुहुन्छ, पिकनिकहरू मनाउनु सक्नुहुन्छ। यहाँनिर तपाईँको यहीँनिर चाहिँ मैदान छ, यहाँदेखि माथिसम्म नै तपाईँको। अनि यहीँनिर रोड छ, यहाँनिर गाडीहरू पार्क गर्न सक्नुहुन्छ। तपाईँले कुनै असुविधा छैन, यहाँनिर कुनै अब उयो छैन। तपाईँहरू आएर फुल इन्जोयसँग तपाईँले यहाँनिर इन्जोय गर्न सक्नुहुन्छ।
मजाको जग्गा तपाईँहरू गइरहेछ ओ डुब्यो पानी निकै गएको छ का अप्पो पकायो यहाँनिर चाहिँ आमा एकदमै तपाईँको यहाँनिर चाहिँ तपाईँहरू पिकनिक खेल्नु आउनुभयो भने पनि राम्रो छ पिकनिक खेल्ने स्पोट पनि पानी खेलेर चाहिँ फर्केको अब चाहिँ यहाँनिर तपाईँ पछाडि देख्नु सक्नुहुन्छ यहाँनिर पछाडि नै हो यो पछाडिमा हामी पानीहरू खेलेर चाहिँ अब चाहिँ फर्किँदैछौँ अब फर्केपछि गाउँमा फेरि नजिकै हो गाउँ पनि तपाईँको यहाँदेखि आउनुभयो भने तपाईँहरू पनि आउनुभयो भने यहाँ खोलाहरू खेलेर पिकनिकहरू मनाएर अनि यहाँदेखि उता गएपछि गाउँमा फेरि तपाईँले स्टे गर्नुभयो भने होमस्टेहरू पनि छ साथसाथै तपाईँले अब त्यहाँनिर भ्यूहरू लागि अब यसो मनोरञ्जनको लागि गाउँदेखि उता हेर्नुलाई भ्यूहरू पनि जग्गाहरू हेर्ने जग्गा पनि राम्रो छ आउनु होला तपाईँहरू सबैजना आउँछ भने हामीले म धेरै आशा पनि गरेछु हामी लगायत सबैजना बिस्तारै अब होइन तपाईँहरू आउनु होला भन्ने मेरो अन्तर्दिबाट रिक्वेस्ट पनि छ यहाँनिर यसो भिजिट गरेर जानु होला कस्तो छ जग्गाहरू यहाँ गाउँ हो एकदमै तपाईँले यहाँनिर कुनै चिजको खतरा र कुनै चिजको अनसेफ कुरा छैन यहाँनिर एकदमै सेफ हो सेफली एकदमै राम्रो छ यो जग्गा आउनुहोस् है तपाईँहरू बाधे यो जग्गाको नाम चाहिँ बाधे हो अब बाधे आउनुहोस् होला लाभादेखि मुनि पर्छ गुरुपाथिङदेखि माथि पर्छ हामी चाहिँ कपानी छ कपानीदेखि भित्र पर्छ यो चाहिँ कपानीदेखि 5-6 किलोमिटर भित्र पर्छ तपाईँहरू पनि आउनु होला यहाँनिर भिजिट गरेर जानु होला राम्रो छ यो जग्गाहरू